हेलो गाइज वेलकम ब्याक टु माई च्यानल होप हजुरहरू सन्चै हुनुहुन्छ होला र आज चाहिँ म आएको छु मेरो डेली ब्लगमा है। हेर्नुहोस् न गाइज मेरो घरको अगाडि चाहिँ पानी क्या यहाँ नाली बुच्चिएछ हेर्नु कति बलुवा निकालेँ होइन तर पनि गएको छैन। अलिअलि पानी चाहिँ जानु थालेको छ हेर्नुहोस् गाइजहरू अलिअलि जाँदैछ पानी अनि बाटो चाहिँ यस्तो चिप्लो भएछ र आज चाहिँ म सोसियल वर्क भनौँ न घरको अगाडि यस्तो हुँदाखेरि अब बाइकहरू कतिवटा चिप्यो यहाँ अगाडि त्यो भएर चाहिँ मैले अब गर्नु पर्यो भनेर पर घरको अगाडि पनि नाली अलिअलि सफा गरेँ। त्यहाँबाट यसो हेरेको पानी नगइरहेछ अनि यहाँ कति बाइकहरू चिप्लियो अघि त्यो भएर चाहिँ अब हामी पनि बाइक कुदाउने मान्छे स्कुटी कुदाउने मान्छे त्यो भएर चाहिँ अब यसो गरिदिउँ भनेको। यति बलुवा रहेछ कि आमामा निकाल्दा सकेको छुइनँ। यो डन्ठाले चाहिँ झ्याम्पल पनि कहाँ खोज्नु होइन यसले डन्ठाले चाहिँ कति यहाँ कोट्यायो पानी त्यहाँबाट चाहिँ अलिअलि जानु थालेको छ र गाइज अब यो जान्छ जाँदैन के हुन्छ यो चाहिँ म हजुरहरूलाई सबै गरिसकेर देखाउँछु है। गाइज होइन अब मैले त्यत्रो सङ्घर्ष गरेर चाहिँ बल्ल यी पानी खोल्यो सक्नुहुन्छ जाँदैछ पानी होइन खुसी खबर जाँदैछ। हेर्नुहोस् यहाँ दर्शकहरू काम नगरेर हेर्ने यहाँ हेर्नुहोस् पानी जाँदैछ। अब यो पनि भइसक्यो है अब यो हल्का सफा हुन्छ त्यहाँबाट चाहिँ मेरो घरको काम गर्नु छ राइट। खाना खाएर बसिरहेको छु म चाहिँ यहाँ काम गर्दै होइन उहाँहरूले पनि काम गर्नुभयो अरे गरेँ त हेर्नुहोस् यसको कमाल हो सबै। यहाँ मैले घोचेको चाहिँ पानी जानु थाल्यो होइन त्यत्रो बलुवा निकालेँ मैले। हेर्नुहोस् यहाँ चाहिँ बहिनीहरू जानु हुँदो रहेछ बिहिबारे होइन उहाँ चाहिँ भाइ हो कि बहिनी हो चिन्नु साह्रो पर्छ होइन। अनि यहाँ जाँदैछ पानी धेरै घटिसकेको छ हेर्नु सक्नुहुन्छ। औ सब्सक्राइब गरिदिनु है मेरो च्यानल ए धन्यवाद सब्सक्राइब गरिदिनुपर्छ हो। अनि हजुरहरूले पनि भिडियो हेर्नुहोस् सेयर गरिदिनुहोस् होइन किनभने अब नेपालीलाई नै हेर्नु पऱ्यो नि त। अब नेपालीलाई चिप्नु पऱ्यो तर हाम्रो नेपाली चाहिँ के छ भन्दाखेरि अब कसैले यदि उन्नति गर्दैछ भने कहाँबाट खुट्टा तान्नु हुँदो रहेछ होइन त्यो चाहिँ नगर्नुहोस् होइन। अनि त्यो चाहिँ हामीले गर्नु हुँदैन नि त किनभने नेपालीले नेपालीलाई सपोर्ट गर्नुपर्छ। तर अहिले चाहिँ के हुँदैछ भने मैले अस्ति पनि भने रकलामाको भ्लगमा होइन त्यसलाई रकलामा मात्रै होइन धेरैजनाको भ्लगमा मैले देखिसकेको छु आमा बाबाको गाली दिइरहेको हुन्छ। गाली दिनु छ भने त्यो मान्छेलाई देऊ न किन उसको आमा बाबालाई त्यो उसमा लिएर उसको बिचमा होइन। अनि त्यही भन्दै अब नेपालीलाई सपोर्ट गर्नुपर्ने तर हाम्रो नेपाली नै एकजुट छैन सपोर्ट गर्नुपर्छ। अब किनभने अब अहिलेको जमानै त्यस्तै छ त्यस्तो चाहिँ हामीले हटाउनुपर्छ गाइजहरू होइन। अनि आजको दिन हेर्नुहोस् पानी पर्ला जस्तो हुँदैछ अरू बेलाको दिन राम्रो थियो आजको दिन चाहिँ छ गाडीहरू आउँदैछ बाटो हेर्नुहोस् न साह्रै अब हिजो बेलुकाको पानीले बलुवाहरू पुरा जामिएछ यहाँनिर तर पनि मैले जे गरेर भए पनि खोल्दैछु बाटो हेर्नुहोस् न गाडी आउँदैछ आउनु बाटै फस्यो अन्त झन्डै मलाई खिचायो गाडीले होइन गाडी पनि अन्त कता जुम हुँदो रहेछ नि त हेर्नु यता खाल्ला सबै त्यो पर धेरै कम भयो अन्त अब चाहिँ म आएर काम गर्नु गइरहेको छु। अब चाहिँ घरको काम गर्नुपर्छ हात खुट्टा धोएर चाहिँ दिदी यहाँ फोन चलाउँदै बसिरहनु भएको छ होइन। यहाँ साफ सुग्घर गर्नु छ अलिअलि घर त्यहाँबाट होइन घरको काम पनि गर्नुपर्छ। हेर्नु यहाँ झन् लथालिङ्गै भएको छ अब घरको कामहरू गर्ने गाइज खानाहरू खाएर चाहिँ अब ट्याम्मै भएको छु होइन अब काम गर्नुपर्छ। जालहरू लागेको रहेछ अन्त त्यो निकाल्दैछु यहाँबाट जालीबाट स्टार्ट गर्नुपर्छ नि त काम गर्दा चाहिँ यहाँबाट चाहिँ बिस्तारै अरू काम गर्दै मैले चाहिँ काम गर्दै यत्रो निकाल्दा मैले टोपी भेटेँ अन्त म चाहिँ टोपी लगाउँदैछु। आमा चाहिँ कहिलेचोटि जाने भन्नुहुँदैछ कहिलेचोटि जाने तयारी हुनुहुँदैछ आमा चाहिँ। अनि हेर्नुहोस् अब यत्रो सामानहरू निकालेको छौँ हामीले अब सबै उयो गर्नु छ सफा गर्नु छ। आमा यहाँ तयारी हुँदै गरेको अवस्था है। अनि यहाँ उसले आफ्नै भ्लग बनाउँदैछ होइन ल अब तपाईँहरूलाई म एकैचोटि के गर्दैछौँ सक्छौँ सक्दिनँ होइन कस्तो राम्रो बनाउँछौँ बनाउँदिनँ अब तपाईँहरूलाई एकछिन देखाउँछु है। यत्रो गर्दा पनि सकेको छैन झन् जति गरेँ त्यति मैला निस्किँदैछ हो
अब के गर्नु गाइस होइन पढाउन थालिसकेपछि थालेको निज काम सिक्दैन भने छुट्दैन सुन्नु र भन्नुहुन्छ थालेको काम चाहिँ गर्नुपर्छ काम गर्दैछु अनि यतिको सफा चाहिँ बनाएँ मैले लाइट पनि गयो अनि यहाँ कस्तो थियो मैले अलिकति भए पनि राम्रो बनाएँ मैले बनाउनु ट्राई गरेँ मैले जति जान्दै थिएँ होइन त्यति सक्थेँ मैले गर्दैछु अब यहाँनिर अलिकति आँखाको प्रब्लम छ अनि ठिकै मैले चस्मा मेरो ब्यागमा थियो ब्यागमा चस्मा लगाएँ है त्यो त देख्नु भएको थिएन चस्मा लगाएको अन्त गाइजहरू अब यहाँ बाहिर पनि सफाहरू त गरेको छु मैले अब यो उठाउनु छ कुरा उठाउनु छ अनि अरू त सबै भयो दिन पनि अलिकति उब्रिँदैछ बाहिर है अनि त्यो पानी पनि प्रायः गएछ मलाई धेरै खुसी लाग्यो है अनि अब चाहिँ म यो काम सकिसकेर खाना खान्छु खाना भन्दा पनि चिया बनाएर चिया खाएर चिया पिएर होइन त्यहाँबाट चाहिँ म अगाडि लगाउन चाहिँ हेर्नु सक्नुहुन्छ गाइज चिया पनि पाकिसकेको छ है अब चाहिँ म चिया पिउन गइरहेको छु यो तल हेर्नु सक्नुहुन्छ हाँसहरू होइन पानी पिइरहेको अवस्था पानी छिट्याउँदैछ अन्त अब चाहिँ कामहरू सकिसकेपछि चाहिँ अब यसो चिया पिउने गरिएको छ नि त चिया पिइन्छ अनि यहाँ चाहिँ म्याडम काम नसकेर यहाँ वक गरिरहनु भएको छ हेर्नु सक्नुहुन्छ उसको लागि चिया पनि पानी पनि होइन सबै राखिदिएको छ जिग्रे दोस्त बाइक चलाउँदै आउनु हुँदैछ कहाँ गएको है कहाँ गएको हो र सब्सक्राइबै गर्दैन गरेको छु सब्सक्राइब गर्नुहोस् ल कुनै दिन जानुपर्छ फेरि राइडमा स्कुटी ल्याएन भनेन बाटो अप्ठ्यारो छ है बिस्तारै छ कटा हेर्नुहोस् गाइजहरू मेरो चाहिँ एकदम प्रिय साथी हुनुहुन्छ उहाँ चाहिँ होइन उहाँको पहिला स्कुटी बिग्रेको थियो नि त अनि स्कुटी बनाउनु दिएको छ ल्याएको छैन त्यहाँबाट स्कुटी आएपछि हामी राइड त जानुपर्छ है अनि गइन्छ सक्नुहुन्छ मेरो आमाले फुलाएको फुलहरूको नाम चाहिँ थाहा छैन है हजुरहरूलाई याद छ भने यसो कमेन्ट गरिदिनु होला फुलहरू चाहिँ यसपालि दामी दामी छ फुलेको आमाको मिहिनेत हेर्नु सक्नुहुन्छ फुलहरू कुन फुल हो म त चिन्दिनँ पनि हो पहिला पढ्नु त पढेको थिएँ तर बिर्सिहालेँ के गर्नु हेर्नुहोस् दामी दामी फुलहरू छ ठिकै हाम्रो नरेश दाजु गाडी पनि बिजनबारीबाट आइपुगेको अवस्था अनि फुलहरूको नामै याद छैन गाइजहरू सोद्धा हुन्छ यो कुन चाहिँ फुल हो है हजुरहरूलाई याद छ भने कमेन्ट गरिदिनु होला फुलहरूको नाम है अन्त यो के हो मनी प्लान्ट के हो थाहै छैन चाहिँ अब मैले अघि कतिको बनाएँ घर है सफा कतिको बनाएँ भनेर चाहिँ म अब देखाउनु गइरहेको छु है अन्त हेर्नु सक्नुहुन्छ मैले कतिको बनाएँ घर भनेर त्यहाँ चाहिँ बत्ती पनि आएछ हेर्नु चाहिँ कस्तो थियो मेरो खाट यहाँ चाहिँ अरू कस्तो थियो है मैले अहिले राम्रो बनाएको छु अघि माथि गर्दै थियो यहाँ सरेछ आजको भ्लगलाई चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु है होप हजुरहरू सन्चै हुनुहुन्छ होला र सन्चै बस्नुहोस् भगवान् राधाकृष्णका सधैँ हजुरहरूमा आशीर्वाद बनिरहोस् है अनि आजको भ्लगलाई म यही समाप्त गर्न चाहन्छु अनि हजुरहरूले यसरी नै सपोर्ट गरिदिइरहनुहोस् होला फलो मेरो सब्सक्राइबर बढिरहेको छ लाइकहरू भ्युवर्सहरू छ अझै भइरहेको छ र हजुरहरूले राम्रो लाग्यो भने सेयर पनि गरिदिनु होला कमेन्ट हजुरहरूको इच्छा हो है यदि मैले बोल्नुमा के नराम्रोहरू के मतलब के नबोल्ने चिज बोल्दैछु भने है मेरोमा केही बोलीमा सुधार गर्नु छ भने हजुरहरूले कमेन्ट गरिदिनु होला किनभने हजुरहरूकै कमेन्टले गर्दाखेरि नै म मेरो भिडियोहरू राम्रो बनाउन सक्छु है र हजुरहरूले सपोर्ट गरिदिनु होला सपोर्ट गरिरहनु भएको छ अझै पनि सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला है अनि सब्सक्राइब पनि युट्युबमा जो सब्सक्राइब पनि गरिदिनु होला र यसरी नै म दिनै हरेक दिन भिडियो बनाइरहने छु है अनि हेर्नुहोस् के गर्नु पानी परेर नभए आज म राइडमा जाउँ भनेको थिएँ राइडमा भन्दा मेरो स्कुटी अलिकति सर्भिसिङ गर्नु थियो अनि पानी पर्ला जस्तो भएर मैले आज स्कुटी सर्भिसिङ गर्न गइनँ र आजको दिन यस्तै गयो हजुरहरूको पनि राम्रै जाओस् है ल फेरि अर्को भ्लगमा भेट्नेछु भनेर अर्को भ्लग अझै राम्रो छ मेरो दाजुको बिहा आउँदैछ त्यो बिहामा मैले अस्ति सुट कस्तो सिलाएँ के गरेँ है त्यो हाम्रो दाजुले मेरो दाजुले कस्तो सिलाइदिनु भयो त्यो म हजुरहरूलाई एकैचोटि त्यो बिहाको भ्लगमा देखाउनेछु
र आजको ब्लगलाई यही समाप्त गर्दै राम्रो राम्रो ब्लगहरू ल्याउनेछु, अगाडि पनि चाहिने कुराहरू ल्याउनेछु। आज मैले घर सफा गरेँ है, हिजो बिहा र मरौमा भ्याएँ, अस्तिको दिन म बिहिबारे मेरो कामले गएको थिएँ है, र फर्स्ट ब्लग मेरो अस्तिको दिनको थियो। त्यो पनि राम्रो भ्युज आएको छ, हजुरहरूले सपोर्ट गरिदिनु भएको छ, सेयर गरिदिनुहोस् होला, यसरी नै माया गरिदिनुहोस् होला। र आजको ब्लगलाई यही समाप्त गर्दै जय हिन्द, जय भारत, बाई बाई।